नराम्रो देखिन्छ के ज्याकेट लिएर राख्छ होइन बाजे हेन्सम हो नि त पहिला त तरुनी धेर थियो अरे अहिले पो बुढो हुनुभयो होइन बाजे टोपी मिलाउनु पो भयो टोपी अब केही हुन्छ है गाइज अब केही हुन्छ है साथी हो राम्रो छ नि त बाजे हेन्सम हो नि त उमेरमा त रात हुने जस्तो त राम्रै हो नि त ल म अलिकति मुच्छु ल यस्तो चाहिँ यो गाह्रो चाहिँ टक्कसँगले मैले लगाएको है मलाई मिस्त्री पनि आउँछ मैले बनाएको यो मैले एम हेरेर फर्स्टमा 3 जना अनि 4 जना कि 3 जना खन्नी मार्नु भएको हो बाजे ए ल ठिक छ नि त वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु आज चाहिँ फाइनली म यहाँ बाख्रा लाने भनेर यता दाइकोबाट यहाँ आइरहेको छु सानो मालिक छ यहाँनिर चाहिँ सानो मालिकले यहाँ बाख्रा बान्दैछ दुमो खेल्दैछ दुमो नि उखेलेर लाउँ भाइ एकछिन यता यो ठुलो सेतो चाहिँ माग्ने कुरो उसले लाँदा अङ्कितले त्यो भन्छ उसले हेर्दा पनि त्यही होला ए त्यो 6000 दियो भने 6000 हुन सक्दैन घट्नु चाहिँ नघटै मेरोमा गएर घटाउनु भएन फेरि राम्रो बनाए लगाएर तर छोडिदिन्छु नि म छाडामा त घट्दैन होला अलिक उयोले यसरी दुध खाने थियो एकबाट दुध खाँदै थियो सिङ फर्किने गर्ने छैन है सिङ फर्किने चाहिँ अप्ठ्यारो हुन्छ ल म खेच्छु ल 30,000 को बनाउनु 30,000 घट्टीमा 30 बनाउनु हुन्छ आशिकै लागोस् है लु बिहान बिहानै केही नखाएको यसले 10 यसले 10 बनाउनु 30 वटा ल 30 वटा लु हिँड मालिक लिन ओ लु म खेच्छु बिस्तार आयो बिस्तार लैजा सानो मालिक अरे हजुर लु छिटो न लु भन् त है बाख्रा चाहिँ यता सानो मालिक हो धने दाजुको छोरो सानो के भन्छ मिक्सन आफ्नो परिचय सहित आफै खोल्ने गरी छोटो भनाइराखौँ त आयो बाख्रा चाहिँ नमरोस् लुते नहोस् बलियो होस् अनि बिराम पनि नलागोस् अनि हजुरको शुभ नाम के पर्यो होला मेरो नाम मिक्सन दाहाल हो अनि म चाहिँ त्यो बाख्रा बेच्न आएको र यही पैसा पनि पाइसकेको छु है गाइतिर त्यो भित्रको चाहिँ देखाउनु पऱ्यो नि बाहिरको मात्रै देखाएर हुँदैन नि हामीले चाहिँ बाख्रा पालेको थिएनौँ ल्याएर चाहिँ यहाँ बाँधिसकेको छ अब खोर चाहिँ अब 1-2 दिनमा बिस्तारै बनाउने 1-2 दिन यहीँ राख्छु म यहीँ टाट्ना बनाएर बाख्रा पनि जाडो त कामिरा छ है अर्को चाहिँ बेहुनु आँटेको छ म 2टा छ पाठी अनि झरल चाहिँ राम्रै झर्छ भन्ने छ आशा पनि अनि यहाँ अब खोर बनाएर गाईसँगै बाँधेको छ 1-2 दिन चाहिँ अब भोलि पर्सि चाहिँ खोर बनाउँछु म अलिक व्यवस्थित अनि यहाँ बनाउँदिनँ म पर बनाउँछु ल बाख्रा चाहिँ ल्याएर यसरी राखिरहेछ आज उतापट्टि गाई छ यो माउ चाहिँ बेहुनु आँटेको है गाईहरु ल म बेहुनु आँटेको छ यो 2टै पाठी हो यो मेरो छोराले चाहिँ यहाँ भट्टीमा आगो हाल्दैछ है दाउरा हाल्दैछ ल है काम गऱ्यो है भट्टी चाहिँ माथि रहेको छ लु हाल्नु त बाबा हाल्नु बिराम भएर अहिले छैन हो त्यो पक्रेर हाल्नु माथि भट्टीमा हाल्नु हो त्यो काम गर्छ त बुवाले जे गर्यो त्यही गर्छ ल उभो हो यसरी हाल्छ अनि मेरो छोरा कति बाठो छ अब हामी बाबा छोला यता गइन्छ आमा कि बोजूकोमा जाने बाजेकोमा ऊ पर बाजेकोमा छैन मार्गिनीको भएको छैन यता उँधो होरी तेर्सै जाउँ है साथी जाउँ त हो माइ अनिले ल हिँड म चाहिँ अर्कै ठाउँ जाने उनीहरू अर्कै ठाउँ जाने म चाहिँ फेरि पनि आज पनि अलैँची टिप्नु हिँड्दैछु साथी हो तिमीहरूसँग मिल्दैन आज अब म चाहिँ आज यता मेरै
छुट्टै सघाउनु पर्ने त्यता गए। आज चाहिँ छुट्यो पार्टनर, हामी चाहिँ हिजो 3 जना गएको थियौँ। ल म चाहिँ हिँडिसकेँ घरबाट। एक माउ गाई छ, गाई पनि अब बाछी पनि बेचिदिने अनि ब्याउँछ यो मङ्सिरमा, कार्तिक मङ्सिरमा ब्याउँछ। ठिकै हुन्छ भनेर चाहिँ ल्याएको हो। अलैँची टिप्ने घरमा आइपुगेँ म चाहिँ। माथि छ सबै। यो चाबी यहाँ राख्नु पर्यो। तपाईँको टिएफसीको चार्जर छ कि छैन? बीको यो सानो फोन हुने, यो यहीँ होस् न। यो चाहिँ यसमा त हुँदैन। होस्, त्यो चाहिँ होस् नि। बरै लगेको छ माथि ल। बरा छ, कहाँ टिप्दैछ? यो पछेको बच्चा ऊ यहाँ मेलो त हेरेर भन्नु पर्छ। कसले डिपिसी आएको ए सक्ने रहेछ भनेर कि सक्छ सक्दैन होला नि कि गर्दा सक्छ। परेसम्म छैन यो बाटो योदेखि यति 2 गरा छ, सकिन्छ। सक्छ होला, सक्नु भन्ने जति सक्छ त हाल्नु पर्छ। ल चिया खानु आउनु बाजे र दाजु। मेरो छ छुरी, ग्लोभ्सहरू चाहिँ यहाँ राखेको छु। पर जानुपर्ने भयो चिया पिउनु चाहिँ, त ठिकै रहेछ। तपाईँहरूलाई म फलाइदिएँ। यतिको छ फला, यतिको भएकै भन्नुपर्छ है साथी हो। पानी त ल्याएको छैन होला होइन? पानी त छैन। ए लु राम्रो 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 लु, ज्ञानी मान्छे भनेको हो यस्तो हुन्छ। यता मलाई चाहिँ पानी दिउँ है। यहाँ के फलेको रहेछ। ल यस्तो चाहिँ हो नि त अलैँची फलाइ। ल यस्तो हो त अलैँची फलाइ। के चाहिँ टक्करसँगले म चाहिँ पानी पिउँछु, बाजेले पिउँदै हुनुहुन्छ। जाँडहरू पनि छ र रहेको छ यहाँनिर चाहिँ चिया। सर त कसरी माथि माथि नतानु के हो ऊ परेछ बाह्रलाई अर्को ठुलो खालके यहाँ तपाईँ के कहाँ यहाँ हेर्न आयो त्यो अर्को सुनबारीलाई पऱ्यो ए के अरे गोरुबारीलाई त्यहाँदेखि मासु पऱ्यो घरमा भित्रतिर लु जाउँ दिउँसोकोमा। पोका पोका उठ्यो, यो कसको रह्यो? भारी ल्याउँदैछ यहाँ छ एउटा भारी। विशालले सक्छ। ल ल ल गर न। यता चाहिँ लजाएर भएन हो मेरा अङ्कल। त्यो खन्यामा लु बसौँ। मैले के गर्नु खोजेँ अरे? होइन भन न गाह्रो छ। अनि त्यो एउटा बोर्ड त काटेकै छैन त्यो सर नि। अनि होइन किन दारुला त छैन भन्दै बाजेलाई चिलेन खाजा म चाहिँ खाएँ। मालिक यता हुनुहुन्छ हाम्रो अलैँची। बाजेले के खन्नी मार्नु भएको हो बाजे? ए ल ठिक छ नि त। यता दाजु के भन्नु चाहनुहुन्छ नि यसो? मैले दिदी बहिनीलाई भाइरल बनाइसकेँ हिजोको टिकटकले। अनि चेङथाउ के सपिङ गरेर आइयो बहिनी? ल निकै मिठो बनाउनु है चटपटे। बाजे अलैँची कस्तो फलेको छ नि? त्यस्तै हो। राम्रै हो कि नराम्रो?
राम्रै छ कि राम्रै छ यतिको अलगै हो कति हजारको पो यो 45,000 को दाजुभाइहरूले बनाएको त हो नि होइन बाजेले पादेकै हो बाजेले पादेकै हो ए दाजुले पादेकै हो बाजेले सुन्नुभयो नि त होइन बाजे सुन्नुभयो नि होइन दाजुले नै पादेको नि यो गाह्रो चाहिँ टक्कसँगले मैले लगाएको है मलाई मिस्त्री पनि आउँछ मैले बनाएको यो मैले एम हेरेर फर्स्टमा 3 जना अनि 4 जना कि 3 जना 3 जनै थियौँ 6 जनाले चाहिँ यो ढुङ्गा फेरि ऊ तल रोड छ रोडबाट अलिक परबाट फुटाएर तलबाट त फुटाएर ल्याएको नत्र त यो त 2 जनाले लैन्छन् यतिको वाल चाहिँ 2 जनाले लैन्छ ल मलाई मिस्त्री नै आउँछ हल्का बाजेहरूले अनि उता बनाइराखेर आएछन् हो बाजे यो कुरा साँचो होला पर ठुलो गोपाल बाजेको उसको नि बच्चा छ अरे ल साथी यो कालो सुन भेला गरिँदैछ हामीले चाहिँ पुरा अब सिजन पनि अफ हुन लाग्दैछ हाम्रोतिर चाहिँ आज यो बगान लगभग सकिन्छ होला भोलि चाहिँ अर्को बगान तर भोलि चाहिँ म आउँदिनँ होला सायद यस्तो फलेको छ हाम्रोतिर कुकुर पहिले भन्छ त्यस्तोलाई चाहिँ यो ठुलो बोरा बोक्छौँ तपाईँहरू सानो बोरा बोक्नु ल ठुलो बोरा तर खासै धेर त वेट छैन 10 किलोको चाहिँ छैन है म चाहिँ नाम्लोमा लानु पर्यो अलिक धेरै मालिक नि साफ उतला छ ल म झार्छु ल अलैँचीको रस चाहिँ यत्रो छ कति आउँछ बाजे अड्कड गरी हेर्नु 1 मन त क्रस गराउँछ यतिमा 1 मन अलिक क्रस गराउँछ कति हुन्छ त्योभन्दा बेसी चाहिँ अरे कि साइलिउ कति छिटो आएको 5:09 बजे ए कति बज्यो रे घडी हेरेर त 5:30 हुन आँट्यो